टेम्पलमा रहेको प्ले फुलको गार्डनमा जान लाग्यो होइन। अनि यो उजिएकीबाट चाहिँ के भयो भने बस चिनेन, बस छुट्यो। अनि बस छुटेपछि बसमा चाहिँ 5 मिनट लाग्दो रहेछ, कति 5 मिनट देखाएको थियो होइन। हिँडेर चाहिँ 31 मिनट देखायो। अब 1 घन्टा पछि आउने रहेछ। 1 घन्टा कुद्नुभन्दा चाहिँ बरु आधी घन्टामै पुगिन्छ हिँड्दै भनेर भाइ र म चक्कर लगाएर हिँडेर जाम भनेको। हिँड्दा हिँड्दै बाटोमा चाहिँ यस्तो दृश्य देख्यो। भाइ यहाँ भ्लग बनाउँदैछ होइन, राम्रो रहेछ। त्यहाँ ढुङ्गाहरू पनि चढ्न मिल्ने ठाउँ पनि रहेछ होइन। मान्छेहरू जस घुम्न फोटो खिचिरहेछन् होइन, माछा पनि मारिरहेछन्, रमाइलो ठाउँ रहेछ। अहिले हामी फर्केर आउँदै गयो भने चाहिँ टक्क त्यो ढुङ्गा पनि चढ्ने भनेको। हामी बसमा गएको भए चाहिँ सायद यो दृश्य चाहिँ देख्न पाइन्थ्यो। बसमा गएको भए यो सिन मिस हुन्थ्यो हाम्रोबाट, सिन चाहिँ मिस हुन्थ्यो हाम्रो। यो चाहिँ धेरै रमाइलो रहेछ मान्छेहरू गर्मीमा है। अब गर्मी लाग्यो होइन, अब खतरा आउँछ। आज गोल्डन विक होइन, गोल्डन विक सकिन आँट्यो। आज चाहिँ हामी क्योटोको मिमुरोको टेम्पल चाहिँ घुम्न जान लाग्यो। 2जना, सान भाइ र म हो होइन। अहिले चाहिँ हामी कहाँबाट भने ठ्याक्क यामातो कोइजुमीबाट यामातो कोइजुमीबाट नाराबाट जापानको गोल्डन विकमा चाहिँ यस्तो दृश्यहरू धेरै देख्न पाइन्छ होइन। यो चाहिँ क्योटोको दृश्य हो होइन। यो खोलाको छेउ चाहिँ डेन्जर रमाइलो रहेछ होइन। मैले चाहिँ अब यहाँबाट थोरै क्याप्चर गरेँ। वाह, जाम न तल। हाम्रो गन्तव्य त पुग्दिनै क्या हो। किन के हो यो? अब गर्मी लाग्यो होइन, अब खतरा आउँछ। गर्मी लाग्यो, त्यहाँ टुङ्गा चढिरहेको छ मस्तले। हामी चाहिँ खास मिरमतो टेम्पल जानु लाग्यो। अनि उजिएकीबाट चाहिँ बस छुट्यो होइन। बस छुटेर हामी चाहिँ अब बस आउन 1 घन्टा लाग्ने भयो। त्यही भएर चाहिँ हामी अब हिँड्दै जाँदा 30 मिनटमा पुगिने भयो। अनि हिँड्दै आएको बिचमा चाहिँ यस्तो हेर्न पाइयो। अब बसमा आएको भए चाहिँ यो ठाउँ निस्कियो, राम्रो रहेछ। अब गर्मी लाग्यो खोलाको छेउमा है, कोही चाहिँ माछा मारिरहेको फोटो खिचिरहेको छ। तपाईँहरू आउनु होला। यो चाहिँ क्योटोको उजिएकीबाट हिँडेर 5 मिनटमा आइपुग्छ है त। यसरी क्यामेरामा हेरेर बोल्ने बानी चाहिँ मेरो पनि छैन होइन। यो क्यामेरा यसो लगाएपछि अनि यता यसरी फर्केर बोल्ने हो। जे भयो नि भ्लग चाहिँ बनाउनै पर्छ होइन। अब केही छैन, राम्रो नराम्रो चाहिँ भयो नि। अनि हामी चाहिँ बाटो बिर्सेर उता माथि कुनामा गएर बाटो टुङ्ग्यो होइन, घरको कुनामा। ठिकै छ, फेरि फर्केर आएको। अब यहाँबाट धेरै 20 मिनटमा पुगिन्छ होइन। 20 मिनट छ नि भाइ? हुन्छ, यस्तो छ है त। अब यो गोल्डन विक बिदा भयो होइन। अब मौसम नि राम्रै छ। अब अलिक पछिबाट त लास्टै गर्मी हुन्छ, हिँड्नै सक्दिनँ। अहिले चाहिँ ठिकै छ, गर्मी छ। अनि प्लस घुम्नलाई चाहिँ दिन परेछ आज, ठिक्क टाइममा निस्केछौँ। हाम्रो डेस्टिनेसन चाहिँ आइपुग्न लागेको अवस्था हो। यहाँ इभेन्ट जस्तै पसलहरू पनि रहेछ होइन। टिकट काउन्टर नि यहाँ छ होइन। 1000 रुपियाँ रहेछ एकजनाको। इन्ट्री फी चाहिँ 1000 रहेछ एकजनाको। जे होस् अब चाहिँ हाम्रो टिकट काटेर जाने हो है त। नि भाइ हुने रहेछ मास। दुईवटा टिकट काट्यो होइन। ल भाइ एउटा प्रवेश गऱ्यौँ। कता हो चरा राखौ कता मिठो धुन सुनाइरहेको छ चराले पनि। टक्क लगाएर मेन चाहिँ त्यो हो क्या हामीले हेर्न। मैले चाहिँ खास त्यो टिकटकमा देखेको थिएँ। अनि यही हो है हामी योजना अनुसारको ठाउँ चाहिँ।
ठ्याक्कै यही डाँडामा रहेछ फुल चाहिँ खतरा फुलेर रहेछ अलिक म त सकिसक्यो जस्तो लाग्यो तर बाँकी नै रहेछ राम्रो छ यो सिन यहाँ भित्र जानु पाउँछ भित्र गएर नि यसो खिचेर हाल्नुपर्छ है त मन्दिर चाहिँ यता माथि रहेछ होइन हामीले फुल हेर्नलाई जाँदैछौँ टाढामा फुल टोकेर यत्रो मान्छे ढुकेर कता चाहिँ त्यहाँनिर गएर भिडियो बनाउँदै हुनुहुन्छ ठिकै छ राम्रै छ घुम्दैछौँ धेरै चाहिँ जोडी जोडी मात्रै आउने रहेछ नि कुन चरा हो खतरा चरा ऊ त्यहाँ रहेछ चरा देख्यौ सानो पो रहेछ ए माथि त पुरा अच्छा जग्गा अच्छा जग्गा अरे है यस्तो राम्रो पुरा अच्छा क्या ए माथि त झनै खतरा बवाल ठाउँ रहेछ है यही हो यहाँको यो सिन भनेको एकदम राम्रो ल यो चाहिँ एकदम बिच सेन्टर भएकोबाट देखिने खतरा ठाउँको हो है त खतरा ठाउँ छ बाँकी चाहिँ अब एक हप्तासम्म बस्छ होला राम्रो सबैजना आउनु होला इन्जोय गर्नु होला ल अब हामी सोरो फर्किँदै अब टक्क लगाएर खोलामा गएर चाहिँ हल्का भिडियो बनाउने हो अनि त्यसपछि चाहिँ हामी फर्किने हो होइन ल बधाई छ घुमघाम गरियो यो फुलभित्र जति बस्यो नि त्यस्तै हो काम छैन ल त्यही हो है त दृश्य कस्तो राम्रो छ यो त आमा अब यहाँनिर यो मोमीजी नि रातै भइरहेछ हल्का हल्का अनि खोला पनि छ यहाँ मन्दिर हो माथि अब यस्तै छ होइन आज डरै घुम्यो राम्रो सिन रहेछ यहाँ अब फुलबारी क्या राम्रो फुलबारी भन्ने गीत जस्तै होइन ठिकै छ यो फुल चाहिँ बवाल छ क्या भाइ यो फुल हो यो है टक्क लाएर गर्लफ्रेन्डलाई ल्याएर भाइ होइन
माछा पनि रहेछ त यार। फाइनल्ली अब हामी 1000 सकेर देगुची आइसकेका छौँ होइन। यहाँबाट चाहिँ हिँड न सिस्टम एकचोटिमा अनि यसमै घुमाएर हिँड्ने क्या। यसरी देगुची आइपुग्यो। अब यहाँ के हो फेरि के हो यो माछाको सिद्रा। अब गाडीमा आयो भने चाहिँ यहाँबाट छिर्ने गेट भयो। पार्किङ पनि यहीँ रहेछ होइन। टक्क लाएर गोल्डन विक चाहिँ रमाइलो भयो होइन। आज सोचेको थिइनँ यस्तो रमाइलो ठाउँमा पुगिन्छ, रमाइलो पर्छ। धेरै पछि बाहिर घुम्न निस्केको तर रमाइलो भयो। ठिक छ। अब हामी चाहिँ मेन फुल हेर्न आएको थियौँ, त्यो हेरेर फर्किँदै हो। अब यहाँनिर एउटा ढुङ्गा चढ्ने ठाउँ रहेछ, मिल्यो भने चाहिँ त्यहाँबाट भित्र जानुपर्छ। ढुङ्गा चढेर जाने विचार छ। अब हेरौँ के हुन्छ, पारिबाट हो कि हाम्रो हो। यहाँ मान्छे टन्नै छ क्या यो पुलमा होइन। परबाट देखेको पुल चाहिँ यहाँ हामी आइसकेको छौँ होइन। यो पुलबाट सिन चाहिँ खतरा हुँदो रहेछ होइन। मजाले पानी कसरी झरेछ सरर होइन। डाँडा यतापट्टि डाँडा पुल होइन। अनि हामी सरर हिँड्दैछौँ होइन। बारीबाट रोड छ, हामी अघि चाहिँ बारीबाट गएको।